साथीहरु तपाईको फोटोलाई कसरी फ्रीमा एचडी बनाउने भन्ने सोचमा हुनुहुन्छ भने म तपाईहरुलाई सजिलो तरिका बताइदिने छु। सर्वप्रथम तपाई आफ्नो क्रोम ब्राउजर ओपन गर्नुहोस् र क्रोम ब्राउजर गइसकेपछि तपाईले युपी स्केल भनेर तपाईले यहाँनेरि सर्च गर्नुहोस् र यहाँनेरि ओपन गर्नुहोस् र तपाईले देख्न सक्नुहुन्छ सुरुमा इमेज युपी स्केल भनेर आइराछ। त्यसमा ओके गर्नुहोस्। त्यसमा ओके गरिसकेपछि तपाईहरुले यहाँ यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ जहाँ चोइस इमेज भनेर आइरहेछ, त्यहाँनेरि क्लिक गर्नुहोस्। त्यसपछि तपाईले आफ्नो जुनै पनि एउटा फोटोलाई छानेर राख्न सक्नुहुन्छ। अब यति भइसकेपछि तपाईले 200% भनेर आइरहेको छ। अहिले तपाईको फोटो चाहिँ 200% छ र 400% कसरी बनाउने भनेर 400% मा क्लिक गर्नुहोस् र अपलोड एन्ड स्टार्ट गरिदिनुस्। अपलोड एन्ड स्टार्ट गरिसकेपछि चाहिँ तपाईको प्रोसेसिङमा जान्छ। प्रोसेसिङ चाहिँ फिनिश भइसकेपछि तपाई